नमस्ते साथीहरू, स्वागत छ मेरो यो नयाँ भ्लगमा। तपाईहरुलाई आज म नेपालको पहिलो मोडल पर्यटकीय गाउँ लैजाँदैछु, जसको नाम छ सिरुबारी, जुन चाहिँ नि स्याङ्जा जिल्लामा अवस्थित छ। यो पनि मेरो पहिलो घुमाइ हो त्यो ठाउँमा। जाउँ साथीहरू, आजको यो नयाँ भ्लगमा नयाँ ठाउँ घुम्न। अहिले चाहिँ हामी स्याङ्जा जिल्लाको नागडाँडा भन्ने ठाउँमा आइपुगेका छौँ, जुन ठाउँ चाहिँ नि स्याङ्जा वालिङ जाने र सिरुबारी जाने बाटो छुट्टिन्छ। हामी यहाँबाट राइटतिर लाग्यौँ भने चाहिँ नि सिरुबारी लाग्यौँ, त्यसै गरी हामी यता लेफ्टतिर लाग्यौँ भने चाहिँ नि स्याङ्जाको वालिङ, यहाँबाट पाल्पा अन्य ठाउँहरू जान मिल्छ। अब हामी यहाँबाट चाहिँ नि राइट लाग्छौँ सिरुबारीतर्फ।
सेती दोभान आइपुगेका छौँ। यहाँबाट चाहिँ हामी राइट लाग्यौँ भने चाहिँ नि राङ्गेठाडी भएर कार्कीनेडा भएर सिरुबारी पुग्न सकिन्छ भने, तर हामी चाहिँ नि यहाँबाट लेफ्ट लाग्छौँ। राङ्गेठाडी कार्कीनेडा भएर जाँदाखेरि चाहिँ धेरै नै लामो बाटो पर्छ। अहिले चाहिँ हामी भद्रमपोला भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँबाट लगभग सिरुबारी भनेको 15 किलोमिटर जति पर्छ यहाँबाट। यहाँको बाटो त राम्रो छ अहिलेसम्म। सेती दोभानदेखि सिरुबारीसम्मको बाटोको अवस्था चाहिँ नि राम्रो नै छ। बिचमा भद्रङपोलादेखि जुन ठाउँलाई भद्रङपोला अथवा चाहिँ भद्रङ खोला पनि भनिँदो रहेछ, त्यहाँदेखि माझकटरी लगभग 5.5 किलोमिटर जति बाटो चाहिँ कच्ची छ। तर कच्ची भए पनि पिच गर्नको लागि तयारी गरिँदै रहेछ, जुन सायद 2-4 महिनामा पिच पनि हुन्छ होला।
फाइनली हामी चाहिँ नि अहिले सिरुबारी आइपुगेका छौँ 2.5 घन्टाको यात्रा पछाडि। तर यहाँ एउटा कुरो मलाई एकदम मन पर्यो। के कुरो थाहा छ? यहाँ हेर्नुहोस् त एकचोटि यहाँको स्लोगन, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए शास्त्र हराउँछ, शास्त्र हराए भाषा हराउँछ, भाषा हराए हाम्रो पहिचान हराउँछ। कति राम्रो छ। अघिको स्लोगन जस्तै अब हामी यो ठाउँ एक्सप्लोर गर्छौँ। निकै नै सफा। हाम्रो बसाइ चाहिँ आज यही होमस्टे बनेछ। 12 नम्बर घर। 12ले मलाई खुब पिसा गरिरहेछ। घर पनि 12 हामी बसेको ठाउँ यहाँ पनि घर 12। आजको बसाइ यतै हुन्छ। चिया खान्छौँ, त्यस पछाडि हामी यसो एक्सप्लोर गर्छौँ यो ठाउँ। अरू ठाउँमा भेटौँला। गण्डकी प्रदेश स्याङ्जा जिल्ला आदिखोला गाउँपालिका वडा नम्बर 1 मा अवस्थित यो गाउँ 1610 मिटरको उचाइमा रहेको छ। सिरुबारी आफैमा एउटा बगैँचा हो। ४३ घर रहेको यो गाउँमा जहाँ प्राकृतिक सौन्दर्यता, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली, आत्मीयले गर्दा यहाँ आउने हरेक पर्यटकहरूको जीवनमा सकारात्मक ऊर्जा थपिदिन्छ। 2054 कार्तिकदेखि यस सिरुबारी सामूहिक होमस्टे सुरु गरिएको थियो। तर विक्रम सम्वत 2067 मा ल्याएको होमस्टे सञ्चालन कार्यविधिले पहिलो पटक होमस्टे सम्बोधन गरेको थियो। सिरुबारी नेपाल सरकारले सम्बोधन मात्र होइन, त्यसबाहेक पेसिफिक एसिया ट्राभल एसोसिएसनले पनि गोल्डन अवार्ड 2001 बाट सम्मानित गरिएको थियो। होमस्टे नेपालको मात्र नभई साउथ एसियाको पनि पहिलो पर्यटकीय गाउँ हो। साथसाथै यो गाउँ ग्रामीण पर्यटकीय पाठशालाको रूपमा पनि सम्मानित छ।
हजुर जानु है मैले पनि धेरै खाएँ नि त बाँडे जानु म एउटा एउटा राम्रो छ अङ्कल अचार आएन क्या अँ। खाइसक्यो तर लोकल चामल है ल गुड नाइट भोलि हामी अरू एक्सप्लोर गर्छौँ आजलाई चाहिँ हामी गुड नाइट भन्छौँ सी यू टुमोरो हामी बसेको रुम यही हो एकदम गाउँले पारा छ रमाइलो लाग्यो लाइट पनि ठिक छ गुड मर्निङ शुभ प्रभात सबैलाई बिहान उठेर सूर्योदय हेऱ्यौँ सूर्योदय हेरिसकेपछि फ्रेस भएर अब अहिले चाहिँ ब्रेकफास्ट गर्छौँ ब्रेकफास्ट गरेर हामी यसो एक राउन्ड घुम्छौँ त्यस पछाडि निस्किन्छौँ आज 1 घन्टा जति घुमेर निस्किन्छौँ बहिनीले मिठो बनाइदिनु भयो अब सिधा नै यहाँ खाए जस्तै याद आयो कोलाको रोटी सिधानी पनि यस्तै हो हजुर अझ जाँतोमा किनेको पिठो जाँतोमा रुटेर है त्यो भयो भयो यो गाउँ ग्रामीण पर्यटकीय पाठशालाको रूपमा पनि सम्मानित छ त्यो स्थानमा पुर्याउने व्यक्ति हुन् स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ उहाँले गर्दा सिरुबारीको नाम नेपालको पर्यटन इतिहासमा सुनौलो अक्षरले लेखिएको छ सिरुबारी आज देशको मात्र नभई विदेशमा समेत एउटा ग्रामीण पर्यटकीय पाठशालाको रूपमा सम्मानित छ हृदयदेखि नै सम्मान छ स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङज्यूलाई यो योगदानको लागि हेलो साथीहरू आजको यो हाम्रो ब्लग चाहिँ नि यही समाप्त हुन्छ सिलगढी यात्रा नेक्स्ट टाइम यस्तै रमाइलो ठाउँ रमाइलो गाउँ हुने प्रयत्न गर्दैछौँ बसौँ आजको ब्लगमा आजलाई यो चाहिँ सिमन नेक्स्ट ब्लग